फेसबुक प्रोफाइल पेजमा बैंक एकाउन्ट एड गर्नको लागि सबभन्दा पहिले तपाईले आफ्नो फेसबुक पेज या प्रोफाइललाई ओपन गर्नु होला। ओपन गरिसकेपछि चौथो नम्बरमा प्रोफेसनल ड्याशबोर्ड देखाइरहेको छ, त्यसमा चाहिँ क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि मुनि हेर्न सक्नुहुन्छ प्रोफाइलको आइकन आएको छ, त्यसमा चाहिँ ट्याप गर्नु होला। यो बीचको प्रोफाइलमा चाहिँ क्लिक गर्नु होला। त्यसपछि मुनि हेर्न सक्नुहुन्छ मोनेटाइजेसनको अप्सन आएको छ, यसमा चाहिँ क्लिक गर्नु होला। त्यसपछि अब हेर्न सक्नुहुन्छ सेटअपको अप्सन देखाइरहेको छ, सेटअपमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। तपाईकोमा पनि यस्तै देखाउँछ, देखाएपछि सेटअपमा चाहिँ क्लिक गर्नु होला। त्यसपछि अब दुईटा अप्सन देखाइरहेको छ, म्यानुअली लिंक बैंक एकाउन्ट एन्ड पेपल एकाउन्ट। नेपालमा चाहिँ पेपल एकाउन्ट लागू छैन, त्यसकारण तपाईले बैंक एकाउन्ट एड गर्नको लागि माथिको सेलेक्ट गर्नुपर्ने हुन्छ। माथिको सेलेक्ट गर्नु होला। त्यसपछि अब हेर्न सक्नुहुन्छ बैंक एकाउन्टको डिटेल भर्नको लागि आइसकेका छन् फर्म जस्तै। अब यसमा चाहिँ स्विफ्ट कोड मागिरहेको छ। मेरो चाहिँ सिद्धार्थ बैंकमा खाता रहेको छ, त्यसकारणले मैले सिद्धार्थ बैंकको स्विफ्ट कोड राख्छु। अनि तपाईको अर्को बैंकमा खाता छ भने अर्को बैंकको स्विफ्ट कोड गुगलमा गएर हेर्न सक्नुहुन्छ। जस्तै म गुगलमा गएर सिद्धार्थ बैंकको स्विफ्ट कोडमा सर्च गर्छु अनि त्यसबाट कपी गरेर डाइरेक्ट त्यहाँ पेस्ट गरिदिन्छु। तपाईले पनि यस्तै प्रकारले गर्नु होला। जस्तै म गुगलमा गएर भोइस टाइपिङ गरेर सर्च गर्छु अथवा लेखेर टाइप गरेर पनि सर्च गर्न सक्नुहुन्छ। जस्तै यो मिस्टेक भइसक्यो अनि फेरि सर्च गर्छु म सिद्धार्थ बैंक स्विफ्ट कोड। हेर्न सक्नुहुन्छ मेरो माथि नै आइसकेको छ सिद्धार्थ बैंकको स्विफ्ट कोड। त्यहाँबाट कपी गरेर म उता गएर डाइरेक्ट पेस्ट गरिदिन्छु। तपाईले पनि यस्तै गर्नु होला। अर्को बैंकमा खाता छ भने अर्को बैंकको स्विफ्ट कोड चाहिँ कपी गरेर पेस्ट गर्नु होला। जस्तै म यहाँ पेस्ट गरिदिन्छु। त्यसपछि मुनि हेर्न सक्नुहुन्छ बैंक एकाउन्ट नम्बर, यसमा चाहिँ एकाउन्ट खाता नम्बर चाहिँ लेख्नु होला, राम्ररी हेरेर लेख्नु होला। अनि मुनि पनि त्यही बैंक एकाउन्टको खाता नम्बर लेख्नु होला जुन माथि लेख्नु भएको छ, सेम हुनु पर्यो। नत्र तपाईले मिस्टेक गर्नुभयो भने रिजेक्ट हुने सम्भावना हुन्छ। त्यसकारण तपाईले राम्ररी हेरेर राम्ररी बुझेर लेख्नु होला। त्यसपछि मुनि कनेक्टमा क्लिक गर्नु होला। अब चाहिँ यस्तो इन्टरफेस खुलेर आउँछ अनि मुनि हेर्न सक्नुहुन्छ एड टेक्स्ट इन्फर्मेसनको अप्सन आएको छ, यसमा चाहिँ क्लिक गर्नु होला मुनि एड टेक्स्ट इन्फर्मेसनमा। त्यसपछि एकछिन वेट गर्नु होला। अब चाहिँ कन्टिन्यू असमा क्लिक गर्नु होला। तपाईकोमा पनि यस्तै आउँछ, त्यसकारण तपाईले कन्टिन्यू गर्न सक्नुहुनेछ। कन्टिन्यू गर्नु होला। एकछिन वेट गर्नु होला। अब चाहिँ माथि नै हेर्न सक्नुहुन्छ इन्डिभिजुअलमा सेलेक्ट भइसकेको छ अगाडिदेखि नै, त्यो इन्डिभिजुअल नै राख्नु होला। अनि दोस्रो नम्बरमा चाहिँ नोमा सेलेक्ट गर्नु होला अनि तेस्रो नम्बरमा पनि नोमा सेलेक्ट गर्नु होला। त्यसपछि यो नेक्स्टमा चाहिँ क्लिक गरिदिनु होला। अब चाहिँ हेर्न सक्नुहुन्छ यसमा चाहिँ आफ्नो कन्ट्री सेलेक्ट गर्नु होला, नेपाल लेखेर सर्च गरेर अनि सेलेक्ट गर्नु होला। जस्तै म नेपाल सेलेक्ट गर्छु, तपाईले पनि नेपालै सेलेक्ट गर्नु होला। अब चाहिँ फेरि यता हेर्न सक्नुहुन्छ नेक्स्टको अप्सन आएको छ, मुनि सबभन्दा नेक्स्टमा चाहिँ क्लिक गर्नु होला। यता हेर्न सक्नुहुन्छ नेक्स्टको अप्सन आएको छ, यो नेक्स्टमा चाहिँ क्लिक गर्नु होला। अब चाहिँ यो कुराहरूलाई राम्ररी चेक गर्नु होला अनि फेरि नेक्स्टमा चाहिँ क्लिक गर्नु होला अनि फेरि नेक्स्टमा चाहिँ क्लिक गर्नु होला। त्यसपछि यसमा चाहिँ केही गर्नु पर्दैन, तपाईले फर्स्ट वाला अप्सनलाई सेलेक्ट गर्न सक्नुहुन्छ। तपाईले पनि फर्स्ट वाला अप्सनलाई सेलेक्ट गर्नु होला। त्यसपछि फेरि नेक्स्टमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। यो फेरि नेक्स्टमा चाहिँ क्लिक गर्नु होला, मुनितिर हेर्न सक्नुहुन्छ नेक्स्टमा चाहिँ क्लिक गर्नु होला। त्यसपछि स्क्रल डाउन गर्नु होला। अब यसमा चाहिँ तपाईले बैंक एकाउन्ट खोल्दाखेरि जुन नाम राख्नु भएको थियो त्यही नाम चाहिँ राम्ररी हेरेर राम्ररी चेक गरेर चाहिँ टाइप गर्नु होला। मिस्टेक भयो भने हुँदैन अनि त्यही भएर राम्ररी चेक गरेर राम्ररी टाइप गर्नु होला। जस्तै मेरो टाइप गर्छु जयप्रकाश कुमार पण्डित लेखेर टाइप गरिसकेपछि मुनिको डेटलाई जस्ताको त्यस्तै राखी नेक्स्टमा चाहिँ क्लिक गर्नु होला। त्यसपछि यो फर्मलाई राम्ररी चेक गर्नु होला सही छ कि छैन भनेर डिटेलहरु। अब फेरि चेक गर्नु होला यो कुराहरुलाई अनि त्यसपछि सबमिट फर्ममा चाहिँ क्लिक गर्नु होला। त्यसपछि एकछिन वेट गर्नु होला। अब चाहिँ हेर्न सक्नुहुन्छ फेरि डनमा चाहिँ क्लिक गर्नु होला राम्ररी चेक गरेर। यो चाहिँ मेटा कम्पनीले फेसबुक कम्पनीले दिएको फर्म हो जुन कि टेक्स्ट इन्कमबाट टेक्स्ट काट्छ अनि तपाईले टेक्स्ट काटेर इन्कम पठाउँछ फेसबुकबाट जुन तपाईको बैंक एकाउन्टमा डाइरेक्ट जान्छ। त्यसपछि फेरि डनमा चाहिँ क्लिक गर्नु होला। अब चाहिँ हेर्न सक्नुहुन्छ अहिले पनि सेटअप बताइरहेको छ तर फेसबुकमा रिफ्रेश गर्नुभयो भने तपाईले सेटअप बताउँदैन।
जस्तै कि म फेरि रिफ्रेस गर्छु आफ्नो एकाउन्टलाई, फेसबुक प्रोफाइल रहेको छ मेरो, प्रोफाइललाई चाहिँ रिफ्रेस गर्छु, अब चाहिँ देखाउँदैन। तपाईँले पनि यस्तै प्रकारले आफ्नो फेसबुक पेज या प्रोफाइलमा चाहिँ आफ्नो कुनै पनि बैंक एकाउन्ट एड गर्न सक्नुहुन्छ। म आशा गर्छु कि यो भिडियो तपाईँले राम्रो लाग्यो होला। यदि भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गरी एउटा प्यारो कमेन्ट पनि अवश्य गरिदिनु होला, साथै आफ्नो फ्रेन्डलाई पनि सेयर गरिदिनु होला। अनि हाम्रो प्रजापति नलेजलाई फलो वा सब्सक्राइब गर्न नबिर्सनु होला। अनि अब चाहिँ एउटा प्रश्न सोध्छु, जुन प्रश्नको जवाब सबभन्दा फर्स्टमा दिनुभयो भने तपाईँको च्यानलको लिङ्क म मेरो अर्को भिडियोको डिस्क्रिप्सनमा राखिदिन्छु अनि फ्रीमा प्रमोसन गरिदिन्छु। फेसबुकको स्थापना कहिले गरिएको थियो, यानि कि फेसबुकको सुरुवात कहिलेबाट भएको थियो? यो प्रश्नको जवाब सबभन्दा फर्स्टमा दिन कोसिस गर्नु होला अनि आफ्नो च्यानलको फ्रीमा प्रमोसन गराउन सक्नुहुनेछ। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।